हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल। आजको भिडियोमा चाहिँ म के गर्दैछु भन्दाखेरि अहिले बज्यो कति बज्यो 3:30 3:20 भयो। अनि म चाहिँ अहिले किचनमा छु, खानेकुराहरू पकाउँदैछु, लोकल चिकनहरू अनि अचार चाहिँ हाम्रो नेपाली अचारहरू। किनभने आज हाम्रो घरमा चाहिँ भान्जी आउँदै भइसिन्छ अनि नातिनी आउँदैछिन्। सानी नातिनी हाम्रो दियाभन्दा अलिकति सानी छिन्। अनि भान्जीको फेरि भान्जी चाहिँ जो हाम्रो यहाँ जो भान्जा भान्जीहरूमा चाहिँ बिहे भएको एकजना मात्रै हो कि अहिलेसम्म, निहारिका भान्जी। अनि उहाँ चाहिँ बिहे चाहिँ इन्डिया भएको हो अनि इन्डियाबाट आउँदै भइसिन्छ। अहिले चाहिँ यता चिसापानी पुग्छु अरे अनि घर जान आउँदै भइसिन्छ कि सुर्खेत। अनि त्यसपछि यता पसेर गइहाल्नु है भनेर भनेको। त आउँदा आइसिन्छ होला, तै पनि हामीले पहिले पनि भनिहाल्यौँ। अनि त्यही भएर अनि उहाँ सन्धि पनि आउँदै भइसिन्छ अरे हाम्रो भान्जीको चाहिँ ससुरा बुवा। अनि त्यही भएर उहाँहरूले चाहिँ खाना खाइसकेको छैन, त्यही भएर म चाहिँ अहिले खाना बनाउँदैछु। अब हेरौँ नातिनी कत्री भनिन् हेर्नुपर्छ है त अहिले। गर्दैछ बेबी आलु यिनी छोरी अनि म चाहिँ सानो हैन तिमी छोरी उ चाहिँ सानो मामु हो। आहा खेल्ने छिन्। तिमी चाहिँ के गर्दैछौ यता? वापे ओहो छोरीसँग खेल्नु पर्दैन? यिनी सानो मामु यिनी छोरी। पापा पुग्न देऊ छिन्, पुग्न देऊ। के हो त? दिदी हो। ओके राम्ररी खेला है। हामी यो खेलौँ रे। सुस्तरी सुस्तरी सुस्तरी। आहा नगर यी कहाँ गर्छन् त अहिले? है सानो मामुहरू गइन् त छोरी? नपखाऊ है। उहाँहरूलाई दुध र ओरियो चाहियो भनेर मैले त्यो लिएर आइदिएछु। खाँदै त छन् तर अब यिनीहरूले यस्तरी पोख्छन् कि जाऊ हेर्न। भ्याक्युम गर्नुपर्छ। जतिखेर यिनीहरूले केही खायो भनेपछि यहाँ भ्याक्युम गरिहाल्नुपर्छ कि दिनमा कतिचोटि गर्नुपर्छ होइन? ए हजुर चाहिँ 10 चोटि कपडा मात्रै चेन्ज गर्छ है दिनभरि। कपडा फेरेर पानीले भिजाएर कति आउँछ सकसक कपडा भिजाएर हेर। खाऊ बजार जाने हामी एकछिन। किन जान मन लाग्छ तिमीलाई? त्यस्तो पुरा खुसी भएर भन्यौ त। तिमी पनि जाने? सक्यो भने जाने? किन? नाटक नगर थ्रेडिङ गर्ने होइन। म एकछिन त्यहाँ आज गएर चुडा चुडा हेर्नु पर्ला। चुडा छ कि किन्नु पर्ला कि साउने सङ्क्रान्ति हो नि त। अनि मैले केही बार्नु पर्थ्यो कि यसो यताउति हो। ल ल खाऊ तिमी खाऊ। अनि मैले किनेकै छैन कि आज बार्नु पर्थ्यो मैले। के भन्नु आज किन्छु अनि गएर दिनु पर्ला क्या। अनि भोलि बार्नु पर्ला। जानु पर्यो बजारतिर एकछिन। यसो चुडापोतेहरू केही छ कि है छिटो खाऊ अनि जाने। वाउ वाउ ल छन छन बजाऊ त। दियाल त फुराइदिन्छ नि। भयो दिया भयो। हामी चाहिँ घर आइसकेको छौँ गाइज। अब म चाहिँ यहाँ के को लागि तयारी गर्दैछु भनेपछि साउने सङ्क्रान्ति हो नि त हाम्रो नेपालमा भनौँ, यहाँ त अझ विशेष गरेर कर्णाली प्रदेशतिर भनौँ र सुदूरपश्चिममा पनि गर्छन्। अनि लुदो फाल्ने दिन भन्छ कि। अनि यो दिनमा चाहिँ अनि अब असार महिनामा त मान्छेले रोपाइ गर्छन् नि त होइन। सबैले रोपाइ गरिसकेपछि अब त्यसपछि चाहिँ कसैलाई चिलाउने हुन्छ, कसै धेरै किसिमको पानीले गर्दा के रोगहरू हुन्छ अरे कि। अनि त्यसरी चाहिँ अनि सङ्क्रान्तिको दिनमा अनि यसरी घरको अगाडि दियालो बालेर झरो पनि भन्छ नि। अब दार्चुलातिर चाहिँ झरो भन्थे, त्यो काठ हुन्छ क्या एउटा। अनि झरो बालेर अनि त्यसपछि अनि ल आजदेखि लुतो सुतो सब्जा भनेर भनिन्छ कि त्यस्तो। त्यो अनुसार त्यस्तै किम्बदन्ती छ। आज चाहिँ हामी त्यही गर्दैछौँ यहाँ घरमा।
कसले मिलाएको यो दियाले दिया पछाडि जा पछाडि 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 आऊ न धुवा हुन्छ है अलि उता जाओस् खै जाओस् भनेको हस् बल्यो होइन त आगो फाइनली आगो बल्यो अब अलि मजाले अझै बल्न दिने अनि त्यसपछि हामी लुतो सुतो सब जा भनेर भन्छौँ त्यसपछि होइन दिए हामी हो कि होइन हो भन न लुतो भनेको चिलाउने रोग जस्तै हो के अनि असारको महिनामा मान्छेले धान रोप्छन् नि यतातिर धान रोपेको देखेको थियो कि नै तिमीलाई अघि भन्नाले अस्तितिर धान रोप्ने भनेको अनि यस्तै गरेर अनि मजाले धान यसरी रोप्छ नि त तिमीहरूलाई हुन त आजभोलि त कस्तो सिकाउँदैछ प्र्याक्टिकल नै हुँदैन कि यस्तो कुराहरू अब हामीले पनि रोप्ने कुरा भएको छैन होइन त्यही भएर त्यो जस धान रोप्छन् कि मान्छेहरूले धान रोप्ने बेलामा पानीमा खेल्नुपर्छ नि त अनि पानीबाट त कति धेरै के भन्छ रोगहरू पनि निस्किन्छ नि त फोहोर पानीहरूबाट अनि त्यसले गर्दा चिलाउनु पनि सक्छ अनि चिलाउँछ अनि त्यो चिलाउने रोगलाई भनिन्छ लुतो अनि हजुर हो तिमीले त हल्लाएको अनि चिलाउँछ अनि त्यो चिलाउने रोगलाई चाहिँ साउनको महिनामा चाहिँ सब रोपाइ गरेर सक्छन् कि मान्छेले धान रोपेर सकाउँछन् अनि सकाइसकेपछि चाहिँ अनि बल्ल अनि अब धान रोपाइ सकियो अब चाहिँ हामीले सबले ल अब लुतो फालौँ भनेर त्यो रोगलाई फालेको जस्तै हो कि आजको दिनमा यसरी आगो बालेर अनि यसरी सब चिज के मुन्छेर फाल्छन् कि अनि यसरी चाहिँ ल हाम्रो रोगहरू सब जा आजको दिनबाट हाम्रो काम पनि सकियो अब रोग पनि जा भनेर भनिन्छ के बुझ्यौ अब हामी नेपालीमा चाहिँ त्यसलाई किम्बदन्ती भन्छ किम्बदन्ती इङ्ग्लिसबाट त के भन्छ थाहा भएन अरू त त्यस्तै हो तिमीले चुडा चाहिँ कहाँ राख्यौ दियाको चुडा खै मामुको पनि चुडा छ दियाको पनि छ दिजुल त निकालिसक्छ है चुबिरहेको थियो मेरो छोरी हिन्दी बोल्छिन् धेरै चुबिरहेको थियो अनि दियाले चाहिँ एउटा वर्ड बोल्छन् हिन्दी के बोल्छन् थाहा छ वहाँपै भन्छन् के भन्छौ रे थाक्यौ उठ थाकेपछि बाँकी छ ल उठ त यो झरझर गरेछ उठ मलाई नखाए अलि यता गर अलि यस्तो गर लुतो सुतो रोग काल कष्ट सब गइजा मेरो दियाको पनि चिलाउने सबै कुराहरू रोग सोक सब गइजा मेरो श्रियान्सीको पनि रोगहरू अनि सबै नराम्रो कुराहरू गइहाल हो कि होइन Yeah, go. Yeah. Yeah. Mama.